हे एभ्रिवान आज भने चाहिँ एउटा तपाईहरुलाई इन्फर्मेसन यो मेरो जुन चाहिँ भिडियो यो भ्लग एउटा मिनी भ्लगमा चाहिँ इन्फर्मेसन दिनको लागि यो भिडियो बनाएको। यो मेरो यत्तरीको टी-शर्ट त एउटै रेगुलर हुँदै रहेछ, एउटै टी-शर्ट मेरो अहिले मैले भिडियोमा हेरेर नोटिस भयो सधैँ एउटै टी-शर्टमा मेरो भिडियो बनिँदै रहेछ। आज चाहिँ मलाई पनि नोटिस भयो। केही छैन र विशेष तपाईहरुलाई इन्फर्मेसनको कुरा चाहिँ मेरो पछाडी देख्दै गरेको सुन्तला फलेको बाँड्नुको लागि चाहिँ होइन, छैन योपालि सुन्तला त्यसैले, तर एउटा जानकारी ठिकै छ तपाईहरुलाई एउटा रेला मात्रै गरेको। एक दुईवटा अपडेट्सहरु दिनु थियो र विशेष कुरा चाहिँ के भने अस्ति मैले रोपेको साग चाहिँ यस्तो दामी भएको छ। अस्ति तपाईहरुलाई भिडियो बनाएको थिएँ, केही दिन अगाडि मात्रै बनाएको थिएँ। एक दुई दिनमै साग चाहिँ यस्तो दामी भएर आउँदैछ। डल्लै छ साग टमाटर के छ, एकदम मेरो गार्डन भनौँ न, किचन गार्डन दामी भएको छ। सागहरु चाहिँ दामी हुँदैछ, यस्तो छ। र विशेष एउटा तपाईहरुलाई जानकारीको कुरा चाहिँ के भन्दाखेरि तर तपाईहरुकोमा चाहिँ अब जग्गा राम्रो होला, रोड साइडहरु यस्तो जो पब्लिक प्रपर्टीहरु भनौँ न, पब्लिक उयो प्लेसेसहरु राम्रो जग्गाहरु छ भने तपाईहरुले अझै त्यसलाई ब्युटिफिकेसनको निम्ति यो एरिका पाम मेरोबाट लान सक्नुहुन्छ। तर मैले एउटा यो कम्युनिटी कुनै उयोलाई नै दिने भनेर सोचेर यहाँ राखेको हो। 150 वटा जस्तो छ होला। यदि तपाईहरुले त्यस्तो गर्नु हुँदैछ र तपाईलाई चाहिँदैछ भने चाहिँ तपाईहरुले मलाई डीएम गर्न सक्नुहुन्छ र मसँग डाइरेक्ट फोन गर्दा पनि मिल्छ। तपाईहरुलाई यो म विशेष चाहिँ दिन चाहन्छु जो चाहिँ तपाईहरुको कम्युनिटीको निम्ति राम्रो हुन्छ मलाई लाग्छ। जतिजनाले पनि हेर्दै हुनुहुन्छ नि पर्सनलको लागि चाहिँ होइन, तर मैले एउटा सोशल एउटा पब्लिक क्वेसको निम्ति चाहिँ जसले काम गर्नु हुँदैछ, अब सोशल वर्करहरु हुनुहुन्छ भने तपाईहरुले मसँग कन्ट्याक्ट गरेर यो एरिका पाम चाहिँ लान सक्नुहुन्छ है। जानकारीको कुरा चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ म तपाईहरुलाई देखाउँदैछु। यहाँ छ मेरो पछाडी यो तपाईहरुलाई एउटा जसले पनि तपाईहरुले एउटा अब कम्युनिटीमा एउटा कम्युनिटी सर्भिस गर्नु हुँदैछ, के भन्नु, सोशल वर्करहरु हुनुहुन्छ तपाईहरु जतिजना पनि र यो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखिलाई तपाईहरुलाई एउटा राम्रो कुरा, यो मेरो पछाडी देख्दै गर्नु भएको चाहिँ यो चाहिँ एरिका पाम जो भनिन्छ एरिका पामको बोट हो। मेरोमा थुप्रै छ, यहाँनिर लगभग होला डल्लै गऱ्यो भने छ होला 150 वटा जस्तो बोट छ होला। मेरोमा ठुलो पनि छ, के भने ठुलो पनि छ सानो पनि छ, ठुल्ठुलो पनि छ सानो पनि छ। तर यो मजाले सरिसकेको मैले यो मेरो अगाडि यहाँनिर आँगन यो सानो यो फुलहरु राख्ने जग्गामा चाहिँ अलिक धेरै उम्रिन्थ्यो सधैँ। योपालि पनि निकै धेरै उम्रेको थियो र मैले चाहिँ यसलाई खासमा पटिङ गर्नु भनेर चाहिँ राखेको थिएँ, तर अब समयले गर्दाखेरि कतिवटा बिजीले गर्दाखेरि भ्याइन पनि। र मैले यहाँ उखालेर राखेको छु। तपाईहरुलाई भन्नु चाहेको कुरा चाहिँ 150 वटा छ। तपाईहरुले जसले पनि एउटा सोशल वर्कर हुनुहुन्छ, तपाईहरुले एउटा कम्युनिटीमा काम गर्नुहुन्छ र तपाईहरुको जग्गाहरुलाई ब्युटिफिकेसन गर्नु हुँदैछ भने मेरो जग्गामा चाहिँ त्यो धेरै यो एरिका पाम जस्तै देख्ने सुपारीको बोट धेरै भएकोले गर्दा यो मलाई चाहिँ लाग्छ राम्रो देखिँदैन, राम्रो देखेको जस्तो लाग्दैन मलाई चाहिँ। र एउटा कुरा चाहिँ अलिक क्लियर नहोला, तपाईहरुलाई एरिका पाम कस्तो हो भन्दा चाहिँ यो यस्तो खालको बोट हुन्छ नि, तपाईहरुले देख्नु भएको होला कतै नर्सरीहरुतिर कतैतिर राखेको। हुन त यो मलाई पहिला एक दुईवटा नर्सरीले दिने पनि भएको थियो, तर त्यतिकै भयो, त्यो पनि दिन मिलेन। अहिले यसरी चाहिँ एरिका पाम चाहिँ यस्तो हुन्छ। जतिजनाले तपाईहरुले कन्फ्युज भयो, चिन्नु भएन भने चाहिँ है। र ठुलो बोट चाहिँ यस्तो हुन्छ, यहाँ देख्नु हुँदैछ जुन चाहिँ यो चाहिँ बढेर यस्तो हुँदै जान्छ। यो त धेरै पुरानो कति साल भएको हो, तर यो चाहिँ अब यत्रो मसिनो छ। पटहरुमा यस्तो उयसमा लगाउनु भने चाहिँ त्यस्तो स्पिड ग्रोथ हुँदैन यसको। यहाँ पनि छ यसको, यहीँबाट चाहिँ मैले यसलाई सिफ्ट गरेको हो। यो छ एरिका पाम चाहिँ यस्तो हुन्छ, यो चाहिँ मैले राखेको है। र तपाईहरुलाई जसले पनि गर्नु हुँदैछ त्यस्तो कामहरु, सोशल वर्करहरु हुनुहुन्छ भने काइन्डली मलाई मेसेज गर्न सक्नुहुन्छ अथवा ओभर द फोन पनि तपाईहरुले यो मलाई माग्नु सक्नुहुन्छ है। हुन्छ, थ्यांक्स फर वाचिङ।